हेलो गाइस, गुड मर्निङ सबैजनालाई, मेरो युट्युब फ्यामिली अनि फेसबुक फ्यामिलीहरूलाई। तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ आशा गर्नेछु। अनि यहाँ मेरो बुढाले मलाई जिस्काइ हुनुहुन्छ। यहाँ गाई दुलाउनु हुन्छ, आइभन्दिन न। अनि आज चाहिँ म तपाईँहरूलाई मेरो घरको कामदेखि सुरुवात गर्नेछु। अनि मेरो भिडियोमा गएर लाइक एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। कस्तो के लाग्छ मेरो भिडियो कमेन्ट गरेर भनिदिनु होला। राम्रो लाग्दैन भने कमेन्ट गर्नुहोस्। फेरि म मेरो कामबाट सुरुवात गरेर देखाउनेछु। लेट्स गो। फर्स्टमा चाहिँ म ब्रस गर्नु आँटेको, त्यस पछाडि अरू के हुन्छ हेर्दै गर्नु होला। लाइक एन्ड कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। हेर्दै गर्नु। अनि हातमा कुच्चो धडेक, त्यस पछाडि सही झाडु मार्न थाले। अनि यसो बाहिर आएर हेरेको त मैले पनि मार्दै हुनुहुन्थ्यो रहेछ। अनि घाम लागेको रहेछ। यसो बाहिर मौसम देखाएँ तपाईँहरूलाई। उता मेरो देवर भाइ नानी बोकेर घुमाइराखेको थियो रहेछ। अनि फेरि म आएँ मुख पुस्नु रुममा आएर यसो मुखसुख पुसेँ। म त कति काली पो भएछु जस्तो लाग्यो। अनि फेरि यसो ऐनामा पोसोस गरेँ होइन। अनि मेरो नानी कहाँ गएछ भनेको त उसको दिदीसँग खेलिरहेको थियो रहेछ। अनि खेलिरहेकोस् भने छोडिदिएँ मैले। अनि गएँ फेरि जेठानीको रुममा आइसकेको छु। यहाँनिर आइ भन्नु। जेठानीको रुममा जेठानीलाई जिस्काउनु थाल्यो। ऊ एडिट गर्नु हुँदै थियो रहेछ। नानी चाहिँ ऊ गिलास खाइराखेको थियो रहेछ। अनि अब थालबाटी बोकेर जानु पर्यो। हाम्रो थालबाटी अनि भात गलिराख्नु भएको थियो रहेछ। त्यो चाहिँ कसको लागि भन्दाखेरि नि त मेरो जेठाजुको लागि। ऊ काममा जानुहुन्छ नि त, त्यही भएर। अनि थालबाटी लिएर गयौँ। अनि ओर्यौँ। जेठानी देउरानी भएर धुले भनेको त जेठानी त आउँदैन त भनेर यस्तो हेरेको त फेरि लिएर आउँदै थियो रहेछ थालबाटी। थर्रा छैन साथी गाइस। थुप्रै भए पनि के गर्नु होइन। अब बुहारी मान्छे भएपछि त गर्नै पर्यो भनेर म मस्काउनु थालेँ। अनि यसो हेर्छु आउँदैन त जेठानी, आउँदैन भनेको त मेरो बुढा पो आइपुग्नु भएछ। दुध पुऱ्याउनु जानुहुन्छ नि त, त्यही लागि। अनि आइपुग्नु भएछ। अनि फेरि आइपुग्नु भएछ जेठानीलाई बोलाएर। अनि ऊ धुलाउने म मस्काउने भएर अनि त्यस्तो गऱ्यौँ। अनि फेरि म हात धुलाउन आएँ। किन भन्दा नि त मेरो हात कालो भयो के, पुरा कराई मस्काएर कालो भयो। अनि त्यही लागि हात मस्काउन आएँ। हात खुट्टा धुलाउनु अरे मस्काएको त दुखेर भएन नि। यस्तो हुँदैन कि गाइस, ठन्डा मौसममा हात धुलाउनै साह्रो के। पानी चिसो भाउ भन्दै पनि खनाको खनै छु। खुट्टा मस्काउनु पर्यो। खुट्टा यसो हेरेको त खुट्टा त कालो न कालो पो थियो रहेछ। खुट्टा मस्काउनु पर्यो भने मस्कायो अरे। अनि फेरि गएको त जेठानी त थालबाटी लिएर गएकै थिएन र मैले एउटा कुकर भए पनि बोकेर त हिँडेँ। अनि भित्र गएर मिलाउनु पर्यो भनेको त कान्छीलाई बोलाएको, कान्छी आइमरेन। अनि म चाहिँ होस् भनेर मिलाउनु थालेँ। अनि एकछिन बादमा अरू धरिदिनु भयो कान्छीले। अनि थाल राख्यो अरे। अनि अब चाहिँ के गरौँ भनेको त सब्जी पकाउनु थियो गाइस। अनि केही सब्जी खानु भनेर आलु काट्नु थालेँ अरे। अनि फेरि प्याज काटेँ। सब्जी नभए पनि प्याज त काट्नै पर्यो। अनि के प्याज काट्यो अरे, खोर्सानीहरू। अनि यसो हेरेको त कराई बसायो अरे। अनि कराई बसाइसकेर यसो हेरेको त दाउरै पो छैन रहेछ। दाउरा लिनु गएँ म र भान्जीले चाहिँ मेरो भिडियो गरिदिइराख्नु भएको थियो। अनि जेठानी चाहिँ उता आएर हेरिराख्नु भएको थियो बरन्डामा। अनि गएँ भित्र। अनि यसो राखेर जलाउनु पर्यो भनेको त आगो त जल्दैन, कोइला पो थिएन रहेछ। एलइडी थियो अरे। फुक्दा गऱ्यो अरे। अब चाहिँ तेल लगाएर अनि प्याज लगाउनु पर्यो भनेको त। अनि के हुन्छ फोन त। अनि प्याज लगाएँ अरे। अनि हल्दी लगाएँ, मेथी चलायो अरे। अनि फेरि आलु हाल्ने भनेको त फेरि जिरा मसला हाल्दै फेरि
जिरा मसला हालिसकेपछि आलु हाल्दै चलायो फेरि रुममा यसो हेरेको त ओछ्यान त मिलाएकै थिएन रहेछ अनि आएर मिलाउनु थालेँ नानीको कपडाहरू अब नानीको आमा भएपछि त नानीको कपडाहरू ओछ्यानैभरि हुन्छ अनि मिलाउनु थालेँ हल्ला गर्दै अनि मिलायो अरे फेरि मुसुरदानी पनि निकालेर मिलाएँ अनि बुढाको कपडा पनि थुपार्दै राखेको थियो त्यस पछाडि हेर्नुहोस् मेरो रुम सानो छुनु खेल्दैछ अनि त्यहाँबाट यसलाई खाना खिलाउने टाइम पनि हुन आँट्यो अब एकछिनबाट म खानासाना खिलाउँछु उसलाई उसको लिटो एकछिन यहाँ सुतेको छ म सब्जी बनाइसक्छु म त्यहाँदेखि बनाउँदैछु अनि अब नानी केटाकेटीलाई खिलाउनु त पर्यो अब मेरो च्यानल रिना मिस रिना राई छ लाइक नभुल्नु होला बाई बाई